धेरै मानिसहरूले सोध्छन् कि मस्तिष्कलाई यस्ता सहायता गर्ने तरिकाले प्रशिक्षण दिन सकिन्छ ताकि तपाईँ बढी पैसा कमाउन सक्नुहुन्छ? हो, उत्तर हो अवश्य सकिन्छ। म तपाईलाई एउटा कथा सुनाउन सक्छु ताकि कसरी मस्तिष्कलाई प्रशिक्षण गरी बढीभन्दा बढी पैसा कमाउन मद्दत मिल्छ। चाहेको जीवनशैलीका लागि केही लक्ष्यहरू निर्धारण गरेर। मार्गदर्शक वाल्टर स्नाइडर धेरै वर्ष पहिले एक सफल व्यवसायी थिए र उनले भने आफ्नो लक्ष्यहरू प्राप्त गर्नको लागि सबैभन्दा पहिले तिनीहरू स्पष्ट हुनुपर्छ। त्यसैले भनौं तपाईको आर्थिक लक्ष्य छ वार्षिक 12 लाख कमाउने, जुन मासिक करिब 1 लाख र साप्ताहिक लगभग 23,000 हुन्छ। र मानौ पहिले तपाईले त्यो रकम कमाइरहनु भएको छैन। तपाईको मस्तिष्कलाई प्रशिक्षण दिनको लागि पहिलो कदम भनेको त्यो रकमको स्पष्टता हो, चाहे त्यो हप्ता, महिना या वर्षको हो। यो पहिलो कदम हो। दोस्रो कदम भनेको एउटा सरल पुष्टि वक्तव्य तयार पार्नु हो, जस्तो कि म अहिले महिनामा 1 लाख कमाइरहेको छु र म यसका लागि अत्यन्तै खुसी र आभारी छु। यो एउटा सरल पुष्टि हो। म तपाईलाई सुझाव दिन्छु कि तपाई हरेक बिहान उठ्दा 5 देखि 10 पटक र हरेक रात सुत्नु अघि 5 देखि 10 पटक त्यो पुष्टि पढ्नुहोस् र पढ्दा आँखा बन्द गरी मानसिक रूपमा कल्पना गर्नुहोस् कि त्यो पैसा तपाईको खातामा आएको छ, चेक या नगदको रूपमा। त्यो पैसाको आगमनको अनुभूति गर्नुहोस् र सोच्नुहोस् कि महिनामा 1 लाख कमाउनुको भावना कस्तो हुन्छ। तपाईले जुन रकम चाहनुहुन्छ त्यो पनि चयन गर्न सक्नुहुन्छ। अनि जब तपाई आँखा बन्द गरेर त्यो कल्पना गर्नुहुन्छ, तब तपाईले त्यो पैसाको प्रभाव पनि कल्पना गर्नुहोस्। तपाईको जीवन, तपाईको परिवार, साथीहरू, तपाईको समुदाय र तपाईले सहयोग गर्न चाहने च्यारिटीहरूमा त्यसको असर। कल्पनात्मक रूपमा त्यो चलचित्र जस्तो अनुभूति गर्नुहोस्, जस्तो कि तपाई कलाकार हुनुहुन्छ। त्यसरी नै तपाई पुष्टि वक्तव्य, अफर्मेसन स्टेटमेन्ट, आत्मविश्वास बढाउने वाक्य पढ्नुहोस् र त्यसलाई बारम्बार दोहोर्याउनुहोस्। यसले तपाईको मस्तिष्कलाई यस्तो अनुभूति गराउँछ कि त्यो वास्तविकता हो र यसले तपाईको मस्तिष्कका विभिन्न भागहरूलाई सक्रिय बनाउँछ, विशेष रूपमा बायाँ प्रिफ्रन्टल कोर्टेक्स, जुन तपाईको बुद्धिमत्ता र समाधान निकाल्ने क्षमता हो। यसरी बिहान र राति, उठ्दा र सुत्नु अघि यो अभ्यास गर्दा तपाईको मस्तिष्क तयार हुन्छ। यदि तपाईलाई थप एक कदम चाहिन्छ भने म तपाईलाई सुझाव दिन्छु कि तपाई एउटा भिजन बोर्ड तयार पार्नुहोस्, चाहे तपाईको कम्प्युटरमा होस् या शारीरिक रूपमा, र त्यसमा ती तस्विरहरू काटेर राख्नुहोस् जसले तपाईलाई मासिक 1 लाख कमाउँदा प्राप्त हुने जीवनशैली देखाउँछ। तपाई कुन प्रकारको गाडी चलाउनुहुन्छ, तपाई कहाँ छुट्टी मनाउनुहुन्छ, तपाई कस्तो घरमा बस्नुहुन्छ, तपाई कुन च्यारिटीलाई सहयोग गर्नुहुन्छ। मासिक 1 लाख या वार्षिक 12 लाख कमाउँदा प्राप्त हुने परिणामका तस्विरहरू सङ्कलन गर्नुहोस् र आफूलाई त्यो अवस्थामा कल्पना गर्नुहोस् र अहिले नै त्यसलाई वास्तविकताको रूपमा व्यवहार गर्नुहोस्। अनि हरेक दिन आफूलाई सोध्नुहोस्, म आज के गर्न सक्छु जसले त्यो आम्दानी सत्य बनाओस्। आज म त्यो आर्थिक लक्ष्य प्राप्त गर्न के गर्न सक्छु, र त्यस दिशामा 1 या 2 कदम चाल्नुहोस्। यसरी शारीरिक कार्यहरू र मानसिक अभ्यास, पुष्टि वक्तव्य र कल्पनात्मक चित्रणहरू सँग मिलेर तपाईको मस्तिष्कलाई आर्थिक लक्ष्यहरू हासिल गर्न तयारी गराउन सकिन्छ।